ल गाइस मैले चाहिँ टक्क बौद्धबाट भ्लग सुरु बौद्ध स्कुलबाट देख्नु सक्नुहुन्छ सबैजना यताबाट है म चाहिँ एकछिन गाइस चार्ज गर्न आएको थिएँ ल गाइस म चाहिँ टक्क जोरपाटी आएँ होइन। यहाँ चाहिँ यस्तो दामी डिजाइन देख्न सक्नुहुन्छ होइन, बवाल डिजाइन छ क्या, जोर प्लस पार्टी जोर पार्टी डिजाइन हुन्छ गाडीले गर्दा हो त्यो दामी साथीमा जाँदैछु। साथी चाहिँ नजाने जस्तो कुरा गरिरहेको थियो, त्यसलाई त जसरी पनि लानु त पर्यो होइन गाइस। अहिले भइसकेको जान्न भनेर हुन्छ त्यहाँ गएर भेटौँ। फाइनली म चाहिँ गोकर्ण पनि आइपुगेँ। हर हर महादेव, जय शम्भो, हर हर महादेव। यहाँ कहिलेकाहीँ ट्राफिक लाइट हुन्छ क्या। ल ट्राफिक लाइट चाहिँ किन राखेको होला क्या यहाँनिर अरे यस्तो ठाउँ छ होइन, कुकुर के ठाउँ छ होइन, यो सुनपाइको अघिको आउँछ त्यसो यो त कसरी बेसी पकाउने सिक्नु हो कि पकाएर कत्रो क्या गल्ती क्या आज त गाई यसरी जान लाग्यो है यो। नमस्कार नमस्कार। ल जाउँ हो जाउँ। भाइ के छ आराम? बैटरी हो? क्या बोला तूने? बैटरी हो? कौन है ये लोग? कहाँ से आते हैं? हस् भाइ। ल हामी चाहिँ जाँदैछौँ अब कागेश्वरी। अहिलेको एउटा नयाँ भाइरल डायलग थाहा छ? के भन्छ? अहिले मलाई देखा न, घन्टी छाप प्याज हाफ। ल गाइस यस्तै छ बाटो, यही हो, यही देख्न सक्नुहुन्छ कति हिँड्ने यो बाटो। के अरे नयाँपट्टि बस्दाखेरि उता के अरे काठमाडौँ जानु पऱ्यो भने यही बाटो है, म कलेज जान पनि यही बाटो हो गाइस होइन। जे गर्नु छ यही बाटो हो क्या, यही बाटोमा म यत्रो भएको हो होइन। पहिला यत्रो सानो थियो, अहिले पो ठुलो भयो त होइन गाइस होइन। नभए त यो बाटो त सानो थियो नि, धेरै विकसित भयो नि गाइस। गोकर्ण यो भनेको अहिले हामी नामगेलमा छौँ, नामगेल भन्छ यसलाई, त्यसलाई भैरव चोर भन्छ अरे। भैरव चोर पनि धेरै डेभलप भइसक्यो क्या, यो भैरव चोर हो। अब मेन भैरव चोर जाने यताबाट हो गाइस होइन। हामी चाहिँ सिधै जान्छौँ। अब चाहिँ नामगेल आउँछ, किसिगाल आउँछ, नामगेल आउँछ, पशु विकास आउँछ, भङ्गाला आउँछ, नयाँपाडी आउँछ। नयाँपाडी पछि उता के भन्छ बिबी चोक भन्छ, बिबी चोक पछि दो बाटो भन्छ, दो बाटो पछि भन्छ यो घन्टी छाप सिलिन्डर हाफ। घन्टी छाप सिलिन्डर हाफ हो है। त्यसले गर्दा यस्तो भइरहेछ के का घन्टी छाप हाफ सिलिन्डर नि। बात तो सही है। दौड़ना तो पड़ता है। हामी जान्छौँ आज, जाँदैछौँ कहाँ भन्दाखेरि गाइस कागेश्वरी। के बनाउँदैछ? पुल बनाउँदैछ क्या हो यहाँ त। यो चाहिँ हाम्रो एउटा भाइको छ है गाइस, लामिछाने सुन्दरीमाई लामिछाने सप्लाई।
तर जिग्रीलाई लाँदैनस् वान त्यो रेस खेल्नुपर्छ क्या हो रेस खेल्नु हो आइज बाबु आऊ आऊ बाबु आऊ 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 बाबु आऊ रेस खेल्न आऊ ल है त गाइस एकछिन यसो कुदाइदिएको है गाइस ए एन्डक साइड लाग भाइ साइड लाग एन्डकहरू मसँग रेस खेल्न आउने ल आऊ ल आउने ल कमान गाइस यो चाहिँ हाम्रो नयाँ पार्टी है गाइस नयाँ पार्टी यहाँ त फेरि चिनेको मान्छे खुब भेटिन्छ नि गाइस हाम्रो जीवन दाइ एन्टकहरू आउने रेस खेल्न ल है कमान गाइस एन्टक कमान खोइ त खोइ रेस खेलौँ न हौ रेस खेलौँ कमान ल गाइस रेस खेल्नुपर्छ बेला बेला कहिलेकाहीँ हल्का फुल्का खोइ कहाँ गयो खोइ रेस खेल्ने मान्छे कहाँ गयो खोइ त रेस खेल्ने मान्छे नै भेट्दैन यार खोइ ल कमान 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 खोइ ल बिबी चोक आइसक्यो गाइस बिबी चोक भ्लग त लामै भयो त गाइस ल अब 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 के हो ल ल ल भाइ ल आम 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 ल ल ल बाफ्रे बाप के हो पापा भाइहरू त आम ओ भाइ कडा रहेछ ल कुदौ 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 हाय हाय इतना सुकून कुदौ 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 वाह चारजना आमा कडा कडा कमान भाइ कमान भाइहरू पनि कडा क्या यता फेरि अर्को कडा रहेछ आज ल हो ल यो चाहिँ आर्सेनल है गाइस यो ल है त गाइस ल हे 90 पुग्छ आमामा चारजना राखेर हिँडेर चाहिँ एउटा जानु भयो यार कडा रहेछ यार यस्तो दामी कडा भइरहेछ भने बा न हेलमेट छ न केही छ अन्डर 18 कडा ल अब एकछिन यहाँ बस्छु यताहरू आउँछन् नसकिने भाइहरू जाँदा कडा चारजना राखेर हिँड्दा त हिँड्न पनि राम्रो कति रिस बोलिसक्यो अब 1 महिनापछि ठ्याक्क आइसक्यो खाना खान बेस्ट हुन्छ के खाना आइसक्यो चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह ना कुनै हाउकुरा गर्छ दियो 40 रुपियाँ कहाँ दियो 40 रुपियाँ दियो यहीँबाट जाने हो ल गाई एउटा चेतक पनि छ है ऊ चेतक पनि एरिया रहेछ है गाई मेलम्चीको उयो रहेछ त ऊ ड्याम साइड गाइज चेक इट आउट गाइज द्याट्स द ड्याम साइड बुग्यो है बुगीलाई अल्छी लागेछ यो त छोड्दैनन् होला नि छोड्दैन ल फाइनली गाइज हामी चाहिँ अहिले टक्क काइसरी मन्दिर होइन कलर देख्न सक्नुहुन्छ यता चाहिँ टक्क मन्दिर छ चलाएर
होइन अनि यता चाहिँ टक्क लाएर यो चाहिँ कागको उस है मूर्ति छ है गाइज टक्क देख्न सक्नुहुन्छ यता टक्क झर्ना झरेको छ यस्तो राम्रो बनाइरहेको होइन म चाहिँ पहिलोचोटि आएको गाइज होइन हाम्रो ब्यानेस्टर भ्लग चाहिँ धेरैचोटि आएको हो के अरे कालु फर्स्ट टाइम हो ए कालु र मेरो फर्स्ट टाइम रहेछ ल कालु र मेरो फर्स्ट टाइम आएको कागेश्वरीमा कालु भने चाहिँ हाम्रो बुगी है बुगी भ्लग चाहिँ होइन नि फेरि हामी चाहिँ टक्क लाएर घुमेर पनि आयौँ होइन बुगी यहाँ छ हामी चाहिँ टक्क गयौँ साथी बडीगार्ड हो साथी एक्लै आएकी बडीगार्ड नै लिएर हो नमस्ते गर अट्याक बुगी अट्याक भाग बुगी भाग पछि घर साथीको बडीगार्डै यो चाहिँ कसैले केही गर्यो भने अट्याक सिधै अट्याक हो हानिदिइहाल्छ है गाइज ल टक्क लाएर आजको हाम्रो सर्ट राइड सर्ट मिठो छोटो होइन जे भन्नु छ यही हो गाइज होइन सिन चाहिँ अब पुरै देखिन्छ कि एकचोटि ल जुम गरौँ है गाइज है ल गाइज यही हो मेलम्चीको पानी खाने उसो चाहिँ गाइज टक्क लाएर ल यो तुइलो लाएर होइन पोल्युसनै सबै पोल्युसन हो गाइज ल गाइज ल सियु गाइज टक्क लाएर हामी चाहिँ कागेश्वरी पनि घुम्यौँ होइन ल टक्क देख्न सक्नुहुन्छ सिन होइन सिन त के हुनु सबै यो घामको उसले गर्दा क्लियर आएको छैन यो त मेलम्चीको पानी ल्याएर त्यसलाई के भन्छ स्टोर गरेको ठाउँ हो त्यहाँबाट चाहिँ अनि वितरण हुन्छ गाइज काठमाडौँ जान्छ है गाइज ल गाइज टक्क आज चाहिँ मैले एथर ल्याएको छु गाइज एथरमा सरर हो आज गाइज पछाडि साथी पनि देख्न सक्नुहुन्छ अगाडि ल फाइनली गाइज हाम्रो यो कागेश्वरीको भ्लग पनि सकियो अब साथी टक्क लाएर ल अब यो घामको तुइलोले केही देखाएन गाइज होइन यस्तै छ मौसम क्लियर छैन आज पुरै धम्म छ घाम लाएर हो कि के हो ल जाउँ अर्कोचोटि चाहिँ ब्यानेस्टर भ्लगमा भेट्नुपर्छ अहिलेलाई चाहिँ मैले भ्लग गरेको सबैलाई माया छ अचुत ट्राभललाई नि माया गरिदिनु होला अहिलेलाई ल गाइज अब हामी पनि जान्छौँ ओहो मान्छे त के हो क्या टन्नै छ नि त यार मान्छे त धेरै आउने कि अहिले त है ओहो मान्छेको त के हो क्राउड त टन्नै छ त हो गाइज टक्क लाएर मान्छेको क्रेज चाहिँ छ है गाइज कागेश्वरीमा हिँड्न कस्तो होला साथी रोकिदिने बिचमै टक्क लाएर जिन्दगी सारा मोटर गाडीमा जिन्दगी सारा मोटर गाडीमा देख्नेले देखिरहन्छ सुन्नेले सुनिरहन्छ नि लिएर आउँछु भटभटे ब्याड बोय कम्पनी भन्नेले भन्दै गर्दा आफ्नो काम भन्दै गर्दछन् भटभटेमा माया भटभटेमा यो माथिको त पुरै रिसोर्ट है गाइज
के साथी पछि ठुलो काग त्यो चाहिँ नेक्स्ट टाइम जाउँदा ओके होइन अब मेन कागसरी भनेर त्यही हो अब त्यहाँ गाइस ल है गाइस यस्तै छ के गर्नु टाक्का पारामा तर जस यो रिसोर्टले ढलान गरे हो त होइन नि सरकारले नै हो जस रिसोर्टलाई नै फाइदा भयो नि होइन यति गरेपछि ल गाइस यहीँ इन गरौँ न है त भ्लग सुटिङ पनि सक्यो साथीको सुटिङ थियो अब सुटिङ सक्यो अब हामी लाग्छौँ घरतिर साथीले खेतमा ल्याएर के गरेर ल 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 साथीले खेतमा लगेर सुटिङ गराएर सकायो कुन केही सिन छैन खोइ कहाँ छ सिन भाइ साथीको प्रोजेक्ट पनि यहाँ हेर्न आँदैछौँ हामी बाहरू आमालाई घुमाउन बुलेटमा ल्याउँछन् है कडा भाइ उयो 300 रुपियाँ यसमा 200 रुपियाँको ल 200 होइन त्यसमा 300 यसमा 200 रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का बस फेरि किन उभियो बस ए टोमी होइन 200 को लाग्छ ए टोमी अलि अगाडि नै गरिदिनु यसको अलि अनि त्यसले अट्याक गर्छ त यो त कडा छ फेरि त्योभन्दा कडा छ हाम्रोमा हो ओ कडा छ कति रुपियाँ छ अहिले पेट्रोल भयो अहिले 57 ल त यसमा हाल्नै मिल्दैन रहेछ लाउँदा हुन्थ्यो गाइस रेस फिल्म है त Hey guys, it's a daffodil, hey daffodil guys, daffodil. No guys,